हेलो साथीहरू सबैजनालाई नमस्कार। म चाहिँ खेम श्रेष्ठ। आज यसरी भिडियो बनाउनु भनेर म चाहिँ स्कुलबाट यसरी यो ओखलढुङ्गा जिल्ला लिखु गाउँपालिका वडा नम्बर 4 मा रहेको यो कालीदेवी थानमा आइसकेको छु। यो कालीदेवी थानमा चाहिँ एकदमै ठुला तीनटा चिलाउनेको रुख रहेको छ। यो चाहिँ हामीले देख्दादेखिकै यस्तै ठुलो रुख थियो, अहिले पनि छँदैछ, एकदमै ठुलो छ। अनि यहाँ चाहिँ यो हाम्रो बिचमा रहेको मन्दिर छ। यो मन्दिरलाई अहिले यी चारैतिरबाट यसरी पैसा पारेर हाम्रो यहाँका गाउँका मानिसहरूले चाहिँ यसरी पैसा पारेर यसरी माटो ढुङ्गाको यसरी वाल लगाएको छ। चारैतिर यसरी वाल लगाएको छ। मन्दिर चाहिँ यही हो। त्यहाँभित्र चाहिँ अहिले म नगएको, किनभने यो अहिले मन्दिर बन्द छ। पुजारी नभइकन हामी जान पनि मिल्दैन। यसरी मन्दिरलाई हामी सबैजना भएर चाहिँ यसरी संरक्षण गरेको छ। पहिला यो मन्दिरमा यस्तो राम्रोसँग संरक्षण त गरेको थिएन, तर यहाँ चाहिँ मानिसहरूले पूजापाठ चाहिँ गर्नुहुन्थ्यो। सबैले मानिराखेकै मन्दिर हो। तर अहिले पछिल्लो चरणमा आएर चाहिँ यो मन्दिरलाई यसरी हामी सबैजनाले यसमवासीले यो मन्दिरलाई संरक्षण गर्नुपर्छ। यही नै हाम्रो सम्पदा हो यसमको भनेर चाहिँ सबैजनाले अहिले यसरी संरक्षण गरेर यो मन्दिरलाई एकदमै राम्रो बनाउनु भएको छ। अनि यहाँ प्राय पूजापाठ भइ नै रहन्छ। काठीहरू पनि पूजा गर्नको लागि धेरै मान्छेहरू आउनुहुन्छ, हामी पनि आउने गर्छौँ। तर हामीले चाहिँ त्यस्तो पाठी चाहिँ पूजा गरेको छैन। कहिलेकाहीँ धूप अक्षता लिएर यहाँ आउने गर्छौँ। एकदमै नाम चलेको मन्दिर हो, सबैले यसलाई चिन्नुहुन्छ। हाम्रो यो बीच गाउँमा छ। यहाँ चाहिँ कालीदेवी थानको मन्दिर छ भने तल पर्छ एउटा सेती देवीको मन्दिर पनि छ। हाम्रो घर नजिकै रहेको मन्दिर, हामीले मानेको मन्दिर चाहिँ यो हो। हामीले सेती देवीलाई पनि त्यत्तिकै मानिराखेको हुन्छ, तर यो चाहिँ एकदमै नजिकै भएको हुनाले पानी लिन जाँदा यताउता तलतिर मास्तिर झर्दा यो मन्दिरलाई हामीले मानिरहेको हुन्छ। त्यही भएर पनि यसपालि चाहिँ यसरी हामी सबैजनाले यस्तो माग गरेर यस्तो प्रतीक्षालय पनि बनाएको छ। यहाँ बेला बेलामा अब पाठीहरू पूजा गर्नको लागि मान्छेहरू आउनुहुन्छ, पूजापाठको लागि मान्छेहरू आउनुहुन्छ। पानी पर्यो भने बस्ने ठाउँ पनि छैन भन्ने सबैको गुनासो आएको हुनाले यसरी यस्तो राम्रो प्रतीक्षालय बनाएको छ। हेर्न सक्नुहुन्छ है, एकदमै राम्रो छ। यो अहिले हालचालै भर्खरै बनेको प्रतीक्षालय हो। एकदमै राम्रो बनाउनु भएको छ। अनि अहिले यतातिर अलि झारीहरू पनि हुन्थ्यो, अहिले चाहिँ एकदमै यतै सबै यो फाँडफुँड गरेर एकदमै राम्रो बनाएको छ। अहिले मन्दिरमा पनि एकदमै हेर्नको लागि राम्रो देखिन्छ। अहिले चाहिँ यहाँ भित्र चाहिँ यसरी म जान सकिनँ। अहिले बाहिरबाट यसरी हेरिरहेको छु। अब पुजारी भनेको चाहिँ सनातन मगर हुनुहुन्छ। सनातन मगरले चाहिँ यहाँको पूजापाठ गर्नुहुन्छ। यसरी यहाँनिर चाहिँ एउटै पिपल पनि यसरी उम्रेको रहेछ, एकदमै ठुलो भइसकेको छ। ल हेर्नु, एकदमै पुरानो मन्दिर। तपाईहरू पनि यहाँ आएर पूजापाठ गर्न सक्नुहुन्छ। धेरै मान्छेहरूले भाकल पनि गर्नुहुन्छ, तर भाकल गरे अनुसार यो मन्दिरले हामीले सोचेको कुराहरू पुर्याएको छ भनेर पनि भन्नुहुन्छ। ल हेर्नु, एकदमै राम्रो मन्दिर। अनि यहाँ चाहिँ यो भित्र चाहिँ सानो एउटा सर्प पनि बसिरहेको हुन्छ। यतातिर हिँड्न पनि मलाई चाहिँ एकदमै डर लाग्थ्यो। यतातिर अहिले एकदमै राम्रो बनाएको हुनाले अहिले चाहिँ त्यस्तो डर छैन। यतातिर यो भित्रतिर सर्पहरू प्राय देखि नै रहेका हुन्छौँ हामीले। यतातिर यो देवी थान वरिपरि सर्प बसिरहेको हुन्छ।
सेतो सेतो कालो कालो सर्प छ, एकदमै ठुलो छ। तर यहाँ एक्लै दोक्लै केटाकेटीहरू आउन पनि सक्दैनन्। आए भने उनीहरू आत्तिन्छन् पनि सर्प देखेर। तर मैले चाहिँ यहाँ एकदमै धेरै पटक सर्प देखेको छु। अनि यहाँ अरूले पनि देख्नु भएको छ। अनि त्यस्तै यहाँ अस्ति नै म एकचोटि यहाँ पूजा गर्नु भनेर आएको थिएँ। त्यो बेलामा चाहिँ यहाँ यो रुखको यहाँ तल पुजारी पनि हुनुहुन्थ्यो। अनि पुजारीले नै यहाँ मलाई देखाउनु भएको थियो, ल हेर्नु भान्जै एउटा यहाँ सानो सर्प पनि बसिरहेको हुन्छ भनेर मामाले भन्नुभयो। अनि यो सर्पले तपाईँलाई केही गर्दैन भन्दा केही पनि गर्दैन, यो मन्दिरको नाग हो नि त, त्यही भएर यसले चाहिँ हामीलाई केही पनि गर्दैन, यसलाई छुनु पनि हुँदैन, छुएपछि त गरिहाल्छ, तर यसलाई नछुइकन पूजा गर्नुपर्छ, यसले केही गर्दैन भनेर भन्नुभएको थियो। एकदमै धेरै मान्छेले विश्वास गर्नुहुन्छ। अनि म चाहिँ यहाँ हाम्रो घर वरिपरि भएको नजिकै भएको मन्दिरलाई नै एकदमै मान्छु। अनि बेला बेलामा आएर यहाँ पूजापाठ गर्ने गर्छु। यताबाट भित्र नगए पनि बाहिरबाट भए पनि यसलाई एकदम ढोगेर हिँड्ने गर्छु। अनि माथि हाम्रो घरतिरबाट हेर्दा पनि एकदमै ठुलो रुख देखिन्छ।